तो गाइस नमस्कार, स्वागत छ तपाईलाई मेरो भिडियोमा फेरि पनि हैन। आज म यता जंगलको छेउमा कार्यक्रम हुँदैछ यहाँ हैन। बुफे हाम्रो खाना लिएर आछौं। हाम्रो किचन चाहिँ यहाँ अगाडि छ भनेपछि हामी यहाँ यसो खाना सर्वे गर्ने आएका छौं। र गाइजहरु तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो सानो छोटो भिडियोमा हैन। भोलिदेखि नयाँ महिनाको नयाँ दिन सुरु हुँदैछ हैन। तपाईहरुले अब भोलिदेखि म एउटा च्यालेन्ज लिएर आउँछु। त्यो च्यालेन्ज के हो भन्दाखेरि भोलि नै थाहा हुन्छ। तो गाइज तो भन्ने शब्द यो जुन छ नि यसले निकै भाइरल बनाउँदो रहेछ हैन। अनि सुन्नुस् साथीभाइहरु, मलाई एकदम माया गरिदिनु होला। राम्रो भिडियो राम्रो बनाएछु भने राम्रो कमेन्ट्री गरिदिनु होला भन्ने आशा गरेको छु। मलाई जति पनि मसँग कन्फिडेन्स छ, जति पनि मसँग भित्र भएको फिल छ नि त्यो फिल म तपाईहरुलाई देखाउन चाहन्छु हैन। कहानी धेरै लामो छ। अब यति लामो कहानी यो छोटो भिडियोमा चाहिँ आउन सक्दैन होला, किनभने अब समय पनि छैन, काम पनि गर्नु पर्यो हैन। 24 घण्टामा जम्मा 4 घण्टा मेरो रेस्ट टाइम हुन्छ। 4 घण्टामा त के नै गर्न सक्छु र भिडियो कहिले आउन पनि सक्छ, कहिले नआउन पनि सक्छ हैन। यो के भने बिहान मर्निङ ड्युटी गरेर साँझ नाइट ड्युटी पनि गर्छु हैन। त्यो कारणले लास्टै गाह्रो छ, जिउ लास्टै गलिसकेको छ र आत्मबल पनि लास्टै घटिसकेको छ। अब यो सक्छु सक्दिनँ थाहा छैन। यो ठाउँ छोड्ने मेरो ठुलो रहर पनि होइन, बाध्यता पनि होइन। अब सानो कुराले रहरले पर्दिसकेको मान्छेमा अहिले बाध्यताले पनि घर जान्छु भन्न घर जान पाएको छुइनँ। यस्तै छ यहाँको माहौल, यस्तै छ यहाँको व्यथा व्यथिति। हामी परदेशी परियो हैन। रहर प्लेन चढ्ने रहरले परदेशीकोमा यार बाध्यताले पनि अब घर जान्छु भनेर बाध्यता परे पनि घर जान पाइएन। यस्तो रहेछ। अब आफ्नै गाउँघरमा भएको आमा बाबा अनि गाउँलेहरू साथीभाइहरूसँग रमाइलो गरेको छिन्, खै कहाँ गयो पल, कहाँ गयो त्यो पत्तो छैन हैन। अनि साथीहरू अबको केही समय अथवा अब केही दिनपछि म पनि आफ्नै गाउँठाउँमा यसै गरी गाउँठाउँहरू देखाउँदै भिडियो बनाउँदै गर्नेछु। तपाईहरुले एकदम माया गरिदिनु होला र मेरो भिडियो 100-150 जनाले हेरिदिनु भएको छ। त्यो पनि तपाईहरुलाई जसले हेर्नु भएको छ तपाईलाई एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु हैन। योभन्दा अरु केही सक्दिनँ। यदि म दिन सक्ने भयो भने हजुरलाई दिउँला कुनै दिन दिउँला हैन। अहिले चाहिँ अब यति छोटो सानो कुराबाट बढ्दैछु, अगाडि जाँदैछु। अनि सक्दो माया दिदिनु होला भन्ने आशा राखेको छु। थ्यांक यू। हस्त आजलाई यति नै, बाँकी कुरा अर्को भिडियोमा।